हेलो गाइस, हेर्नु न आमा, बिहानै 5:15 को ट्रेन थियो वन्दे भारत। म त यस्तो बिहानै एक्जस्टेड भइरहेको थियो, निन्द्रा सरी थियो, कहिले छिटो उठ्ने आइरहेको छैन नि त, आँखाहरू यत्रो यत्रो भइरहेको थियो। कलकत्ता गइदिएको म चाहिँ ल। So hello guys, namaste, Kamli Sevara Fabulo and welcome to my vlog. And today I am straight vlogging from the Howrah station, Calcutta. बहुत ज़्यादा गर्मी है गाइस, बाप रे, पूरा आपका ये गर्मी, ह्यूमिडिटी बहुत ज़्यादा है। यहाँबाट चाहिँ यस्तो छ, बाहिर त्यस्तो खासै त केही छैन हो। यो चाहिँ मेन रोड रहेछ नि त, यही हो मेन रोड चाहिँ गाइस। ला आज त एकदम अब सुत्छु म, के पनि गर्दिनँ, भोलि अब सिधै हुन्छ ल। त्यही हो। हाई गाइस, गुड मर्निङ, न्यू भ्लग, न्यू डे स्ट्रेट फ्रम कलकत्ता। एन्ड मैले चाहिँ राम्रो भिडियो गर्नु पाएको थिइनँ बिकज एकदमै ज्यादा एक्सेस गरम लाग्यो मलाई चाहिँ कलकत्ता, एकदम बाफिने खालको गरम। सो अहिले चाहिँ मैले अब क्याब बुक नगरी भएन, एसी क्याब बुक गरेर अहिले म फेरि यो न्यू टाउनको तर्फ जाँदैछु होइन। किन हेर्नुहोस् तपाईँहरूले, बाप्रे, जहाँ पनि हेऱ्यो इट्स अल कर्पोरेट बिल्डिङ्स होइन। मेरो चाहिँ यहाँ मिटिङ थियो योमा 6th फ्लोरमा, यहाँ सकेर चाहिँ अब म लाग्दैछु। अब चाहिँ म अलिकति आई फिल लाइक घुम्नु एन्ड अल, बिकज हिजो यति बिना मलाई एड्याप्ट, अलिकति मलाई त्यो गर्मीलाई एड्याप्ट हुनु साह्रो परिरहेको थियो यहाँको वेदरलाई। बापरे, म त हिजो कहीँ निस्किन पनि मैले केही, आई वाज सो एक्जस्टेड, मैले केही भिडियोहरू पनि क्यामेरै खोल्नु मन नलागेको मलाई। आज चाहिँ मलाई अलिकति एड्याप्ट गरेँ, किन आज इट्स लाइक कति 9 बजीतिर आई ह्याड दिस थिङ निट। अन्त त्यति बेला बिहान निस्किँदा त्यस्तो गरम थिएन, अहिले चाहिँ मैले एड्याप्ट गरेँ निकै। हेर्नुहोस् न कत्रो छ बिल्डिङ, बापरे। मैले उयो यात्री साथी गरेको छु, इट्स एन एप होइन, त्यहाँबाट चाहिँ म अब एक्लै हो छु, अन्त घुम्नु जाँदैछु। यहाँबाट चाहिँ म अब स्कुलमै बाइक गरेको छु, सस्तो पनि पर्दो रहेछ। सो या स्टे ट्यून्ड। अभी गाइस हम लोग जा रहे हैं विक्टोरिया मेमोरियल हॉल। सो उधर जाके मैं आपको दिखाएंगे, मैं दिखाउँछु तपाईँहरूलाई। सो गाइस, दिस इज विश्व बङ्गला गेट है, सुनेको मात्रै थिएँ, आज हेर्नु पाएँ। दिस इज विश्व बङ्गला गेट, दिस इज मेट्रो। Guys, I'm finally at Victoria Memorial Hall, and यहाँ चाहिँ तपाईँको टिकट चाहिँ 50 रुपिस रहेछ, 50 रुपिस फर इन्डियन्स एन्ड फर टुरिस्ट इट्स 500। बापरे, इट्स अ ह्युज डिफरेन्स। मलाई त टुरिस्ट भनेर फ्रम चाइना एन्ड आई सोड माई आइडी, आधार कार्ड, अन्त खालि पत्तायो म इन्डियन हो भनेर। गाइस, डु आई लुक लाइक चाइनिज और कोरियन, आई डोन्ट नो। अन्त चाहिँ 50 रुपियाँ लियो न, मलाई मेरो 500 रुपियाँ जान आँटेको थियो। सो आई रियली वान्टेड टु कम इन दिस प्लेस। यो देख्नुहुँदैछ नि गाइज, यो बिल्डिङ मलाई यो उसले राइडरले भनेको कि, बाइकवालाले भनेको कि इट्स 32 फ्लोर्स अरे यो। वाउ ब्रो, लाइक वाउ, जस्ट वाउ। आई रियली वान्टेड टु कम टु दिस प्लेस सिन्स सो लङ। अन्त आज चाहिँ फाइनली आएँ। हेर्नुहोस्, अकेले है तो क्या गम है, आई लाइक, आजकल त आई लाइक दिस वान हौ, क्या हुन्छ नि एक्लै घुम्नु आजकल। तर मलाई अलिक अहिले त घुमेर होला कि, बिफोर गोइङ टु एनी प्लेस होइन, टु भिजिट और टु जस्ट यु नो एक्सप्लोर, आई रियली वान्ट टु गेट सम हिस्ट्री और ब्याकग्राउन्ड अफ द्याट प्लेस क्या। त्यही भएर यो भिक्टोरियाको अलिकति मैले हेरेर आएको थिएँ। नेक्स्ट टाइम गोइङ इज सेन्ट पल्स कैथेड्रल,
यहाँबाट 10 मिनट्सको डिस्टेन्स रहेछ अनि मेरो ऱ्यापिडो भए पनि राम्रो छ पर आवरको घन्टाको हिसाबले पैसा दिए भन्दैछ हो सो यस आई एम गोइङ इनसाइड गाइज अंदर हाँ? अंदर ये अंदर इधर से नहीं उधर से 10 बजे उधर से कहाँ से आगे से यहाँ पूरा लेना पड़ेगा हाँ अच्छा अच्छा ओके अन्त म चाहिँ यताबाट गएँ नि त जानु चाहिँ यहाँबाट पर्दो रहेछ वाउ गाइस सी just wow बापरे it's giving literally an Italian feeling यहाँ चाहिँ गिटी रहेछ आई मिन गिटी के भन्छ होला गिटी भन्छ होला सानो खालको ढुङ्गा गोइङ देयर नेक्स्ट टुप्पो मात्रै देख्दैछु आई एम गोइङ देयर guys it's too hot too warm what to say म चस्मा बिना ट्याक्कै सक्दिनँ मान्छेले मलाई स्वाङ के साह्रो पारेको भन्छ होला कि बट देन म सक्दिनँ चस्मा बिना एकचोटि भनेर जहाँ पनि आजकल पुरा बानी भएको चस्मा लाउने मलाई सी बापरे वाह 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 ओ माय गॉड गाइज यो जतिको आँखाले राम्रो देख्दैछ नि तपाईहरुले यो भिडियोमा सायद आएको छैन होला भिक्टोरिया रानी भिक्टोरिया भन्नुभएको नाम सुन्नु भएको छ उहाँ हुनुहुँदो रहेछ तोपले हानिदिन्छु तँलाई भन्छ नि यो रहेछ खास तोप चाहिँ यसले हान्नु तिमीहरूले शाबाश बेटा The gun was captured by Colonel Robert Clive, the military general of the British East India Company, from the French troops in alliance with the Nawab of Bengal, Siraj-ud-Dawla, in the Battle of Plassey on 23rd June 1757. I remember all these names. The Miss Moinile पढाउनु भएको but I forgot के भएको थियो भनेर Nice. I remember all the Moini Miss ko teaching, but I don't remember exactly. त्यो बुझ्नुस् तपाईले मैले के भनेको. I just remember the names. यस्तो हो. अनि चाहिँ के हो? Model of the Plassey battles. Okay, Plassey Battle of Plassey ko model रहेछ guys. These are all the war equipments त्यो टाइममा. त्यो टाइमको वाह 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 9-10 मा पढेको उयोहरु चाहिँ लाइक हिस्ट्रीहरु चाहिँ यहाँ आएर चाहिँ लाइक यु क्यान सी द रियल रिजल्ट टप अम्बो तलवारहरु हेर्नुस् गाइस इन ग्रेट इन्डियन रिफर्मर्स ग्यालेरी बन्दुक हेर्नुस् न गाइज कोही मान्छे त देख्छ लाग्यो त म त त्यही त देखेको जस्तो लाग्यो नि ईश्वर चन्द्र विद्यासागर त्यही त देखेको जस्तो लाग्यो त भन्दैछु नि अहिले त चिन्दिनँ रविन्द्रनाथ टेगोर उसलाई चिने स्वामी विवेकानन्द उहाँलाई चिने ऊ चाहिँ को He's like Madan Mohan. उहाँ रहेछ उहाँ चाहिँ को फेरि ऊ त फादर रहेछ त विश्वभर जस्तै के बोले भाइ अब के बोले उहाँ चाहिँ को रस बिहारी घोष ऊ चाहिँ ओ लाइक हि इज बाल गङ्गाधर तिलक ओके बाजे ठिक छ बाजे उहाँ चाहिँ को ए बङ्किम चन्द्र चट्टोपाध्याय तपाईँ हो नमस्ते
ओके अम्बो डल्लै पढेकोहरू याद आउँदैछ गाइस मलाई अलिअलि 9, 10, 7, 8, 9, 10 तिर पढेकोहरू मलाई याद आउँदैछ अब चाहिँ मैले मिस झल्झलाखामा आयो दोज डेज यो अल्छी लाग्दै हाई काट्दै भए पनि हिस्ट्री पढेकोहरू याद आउँदैछ है ओके ओके हि इज द वान राजा राममोहन रोय ओके he fought for the women's rights by opposing child marriage and advocating the inheritance rights. His contribution remains significant in the social, religious as well as education aspect of India. Yeah, I know this one. He is Subhash Chandra Bose. He is who? I don't know. He is who? Abdul Ghaffar Khan Resama. Okay. Khudiram Bose. सबैको पढेको गाइस हामीले सबै पढेको खुदिराम बोस एक एकजनाको हेर्दा त अब ढिलो हुन्छ के गर्यो भनेर हो त्यो अब त्यस्तो याद हुने कुरा पनि होइन याद गर्ने कुरा पनि होइन को यो मौलाना अब्दुल कलाम आजाद अरे सायद अब्दुल कलामको बाजे होला हो चाहिँ आयो ओके लेट्स कम हियर गान्धीजी चाहिँ यहाँ रहेछ नि त ठिक छ तिमी बिचमै बस तिमीले अरू बेला पनि क्रेडिट पाउँछौ गान्धीजी हो बात त सही है अब अरू पनि हेरौँ न ओ सरदार वल्लभ भाई पटेल नमस्ते वाह 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 यो को देशबन्धु चित्तरञ्जन दास यो पनि पढेको नाम मात्रै थाहा छ मलाई तर के पढ्यो थाहा छैन हो देशबन्धु महात्मा गान्धी तिमीलाई अहिले फिलहाल तिमी हो तिमीलाई इग्नोर होइन उहाँ चाहिँ गोपाल कृष्ण गोथल्ले थाहा छैन उसको बारेमा चाहिँ आई डोन्ट रिमेम्बर एनिथिङ फर्स्ट टाइम देख्दैछु नाइस फोटो खिच्दिनँ पनि भएन त मेरो त पछाडि चाहिँ म निस्किएको होइन आया अब चाहिँ म जान्छु सेन्ट पल्स कैथेड्रल बापरे बाहर धुप भयानक भोक पनि लाग्यो अलिकति केही खान्छु पनि सो गाइज माई नेक्स्ट लोकेसन इज सेन्ट पल्स कैथेड्रल यहाँ बिचारा यहाँ भैयाले मलाई वेट गरिरहेको थियो कितना गयो सीट पिस भैयाको त नेक्स्ट लोकेसन इज सेन्ट पल्स कैथेड्रल मार्छ बेस आस्ते दिस इज सेंट पॉल्स कैथेड्रल। वाह वाह वाह। यहाँ एंट्री करने के लिए आपको लगेगा सिर्फ 10 रुपया। ठीक है, मेरा तो भैया है रैपिडो का, अगर पार्किंग करोगे तो पार्किंग का भी चार्ज लगेगा। लेकिन मेरा तो बाइक था तो भैया ने बोला कि आप पैसा क्यों खर्च करोगे, मत करो, मैं बाहर वेट करूँगा। बोला इतना अच्छा भैया है। राजा जी अपनी शक्तियों का पूरा इस्तेमाल कर रहे हो। वाओ वाओ। सो गाइस अहिले चाहिँ म चर्चबाट निस्केँ, बट स्याडली भित्र चाहिँ भिडियो गर्नु पाउँदैन रहेछ। सो इट्स लाइक सेन्ट पल्स कैथेड्रल सिएनआई, यो सिएनआई चर्च रहेछ। एन्ड इट्स भेरी ब्युटिफुल, द आर्किटेक्चर, द के भन्नु, एउटा बनाउने तरिका हुन्छ नि। तर स्याडली यहाँ छेउछेउमा चाहिँ कोही छैन, कसैलाई फोटो खिचिभए पनि भनेको त। अब फोन ठाडो पारेर राखेर खिच्ला जस्तो छ। सायद भोलि चाहिँ निको पार्क जान्छु होला आज, किनभने लाइक अलिकति टाढो छ निको पार्क, आज भ्याउँदैन। फेरि आफ्टरनुनमा सायद मेरो गुगल मिटमा एउटा सानो मिटिङ छ, त्यही भएर चाहिँ होटल जान्छु। अब एउटा जग्गा घुमेर चाहिँ त्यहाँदेखि भोलि चाहिँ निको पार्क घुमेर सिधै म जान्छु एनजेपी ट्रेनको लागि। यसलाई म कन्टिन्यू राख्छु। गाइज आई लाइक्ड दिस वान, सो आइ एम टेकिङ दिस वान फ्रम हर, 100 रुपिज। Okay, so this I'm taking, guys. I'm pampering myself right now. For me only. ये रथ कैसे जाएगा? कौन वो घोड़ा लेके जाएगा?